यतिको चाहिँ रेस्टुरेन्टमा पनि कोनी हो। के बोले भाइ? के बोले? रेस्टुरेन्ट पनि दा है यतिको त। हाम्रो केटाहरूसँग इन्जोयमेन्ट हल्का रमाइलो यो जग्गामा र मलाई चाहिँ यो छाडाको चाहिँ यो मेन पोइन्ट चाहिँ एकदम खास लाग्यो। निकै अल्को रहेछ, निकै हाई रहेछ, पानी झरेको पनि हेर्नु सक्नुहुन्छ। यस्तो अब दुःख गर्दैछ हौ दाउराहरू खोजेर। अलिक भिडियो गरेको यहाँ अब ढुङ्गा सुङ्गा हो, चुला चुला बनाएर चाहिँ होइन। यता मासु हो। यहाँ चाहिँ हल्का म हो पानी पर्ला जस्तो सिन भइरहेछ। त्यो भएर यहाँनिर हेर्नुको लागि, बस्नुको लागि जग्गा हेर्नु गएको। यहाँ ओह्रालो रहेछ, त्यो भएर यहाँ गएको। जग्गा त दामी रहेछ। चराको गुँडहरू पनि रहेछ यहाँ। के चराको त्यो चाहिँ थाहा भएन। यहाँदेखि वाटरफल चाहिँ यतिमा छ। अनि यहाँ साथीहरू चाहिँ यहाँ तल छ, गाइजहरू। हेलो, हात हल्लाउन। साथी सोते हो त्यो? सोते हो नि हौ। अर्ग्यानिक छ त ब्रदर? अर्ग्यानिक सोते हो, अहिले बनाएको। लु फाइनल्ली झन् है पानी पर्ला जस्तो हुँदै चाहिँ खोलियो हो, अलिअलि हुँदैछ। पाक्दैछ है साथी? पाक्दैछ अहिले चाहिँ। डिप फ्राई हुँदैछ? डिप फ्राई हुँदैछ, यो चिल्लीको लागि हो। यहाँ अझै यति पकाउनु पर्ने छ हो। केटाहरूले फाइनल्ली अब है सक्सेस हुँदैछ। यहाँ चाहिँ अलिकति पार्टी गर्ने केटाहरू छ हो हल्का, होइन? हामीहरू चाहिँ अब सेफहरू है। ल है, मजाको फल्स छ हो। फल्सकै छेउमा चाहिँ अब अलिकति टाढो गरेको छ होइन। होली प्लेसमा अब कहाँ मासु छेउमा बनाउनु भनेर चाहिँ अलिकति टाढो आएको छ। No. Lôi.
अब चाहिँ चिल्ली स्टार्ट हुँदैछ है दा मजाले फाइनली अब हामी चिल्लीमा लाग्यो है त्यो सोते चाहिँ कहाँबाट हेर्नु सोते त फेरि एक्सपोर्टबाट आयो एकदमै चिल्ली चाहिँ यस्तो बनिँदैछ हो कम बनिँदैछ साथमा यतिको चाहिँ रेस्टुरेन्टमा पनि कोनी हो यो पाउँदैन रेस्टुरेन्टमा रेस्टुरेन्टमा पनि दा है यतिको त भयो होला त्यो त सबै भइसक्यो एकदम फल्सको छेउमा चाहिँ है चिकन चिल्ली वाट कम्बिनेसन वाट कम्बिनेसन निकाले पाक्यो होला है पक्रिनु रबिन है रबिन एक प्लट चिकन चिल्ली पाकिसक्यो होइन यहाँ अर्को चाहिँ यो पिरोवाला हो पिरोवाला बनिँदैछ रेडी हुन थाल्यो स्टार्टिङ भयो हो पकाउनको लागि सोया सस हाल्नु थाल्यो होइन यो चाहिँ हाल्ने स्टाइल होइन यो त्यो फरेनको स्टाइल हो यो चाहिँ हो ल ल जाउँ जाउँ हाम्रो सस आयो टमाटो सस यो चाहिँ सस एड भएको चिकन चिल्लीमा होइन यसरी नुन हाल्यो भने चाहिँ चिकन चिल्ली दामी भइहाल्छ नि त सेकेन्ड लट पनि हो सेकेन्ड लटकोमा चाहिँ ओभर चिल्ली ल्या त्यो चाहिँ अलिक हाई भएकै केटाहरू सिरैमा झपकै लाली जवान झुकेर झपकै कहिले कोली मन पर्यो कहिले काली मन पर्यो कहिले कोली मन पर्यो अब चाहिँ हामीहरू चाहिँ है फल्सको चाहिँ यात्रा हाम्रो सक्यो है सकिँदा अब चाहिँ तपाईँको के भन्दाखेरि हेडिङ टुवर्ड्स अब तारेभिर तारेभिर है। अब कति लाग्छ त्यो याद छैन आई डोन्ट नो है वी डोन्ट नो अब त्यही त अब गएर मजाले हल्का त्यहाँ इन्जोयमेन्ट गर्ने मजाले है इन्जोयमेन्ट होइन त अब हल्का निस्केर चाहिँ जानुपर्छ है रातहरू पर्दैछ ल केटा अब निस्कौँ ल ल अब चाहिँ निस्किनु पर्छ है केटा हो ल सबै फर्कायो ल ग्लासहरू ल केटा हो यता फेरि सिगरेट पार्टीहरू रहेछ ल निस्कौँ यो खोइ कुन त नि कसको